हाम्रो समितिले चाहिँ कतिवटा प्रोग्रामहरूलाई चाहिँ हामीले मध्यनजर गरेर कतिवटा प्रोग्रामहरू हामीले मेन चिजहरू चाहिँ बनाउँछौँ। जबमा यसमा अहिले मेरो टप माई हेड अब मैले सोचेअनुसार चाहिँ जम्मा 5वटा छ। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ अब येलेदोङ भन्छौँ होइन, हाम्रो अब मुख्य त्यो अब हाम्रो राईहरूको अब यलम्बर हाम्रो हाङ अथवा उहाँ राजाबाट चाहिँ हाम्रो अब क्यालेन्डर भनौँ न अब सुरु भएको भन्छौँ, त्यो हामीले मनाउँछौँ। र त्यसलाई अहिले हामीले त्यसलाई जति सक्छ अब त्यसलाई मौलिक रूपमा होइन सबै हाम्रो राईहरूको आफ्नो आफ्नो भाषिकको पौराणिक भनौँ अथवा प्राचीन हाम्रो खानेकुराहरू त्यही बनाएर किराँत राई आश्रम त्यहीँ अब फर इक्जाम्पल अब सेलरोटीहरू त्यहीँ पकाउने होइन, हाम्रो यो अब तितेहरू अब वाचिपा भनिन्छ वाचिपा अनि रक्सीहरू त्यहीँ पार्ने होइन, सेलरोटी त्यहीँ पकाउने अब किनेमाहरू पकाएर अब त्यसरी मनाउने अब त्यसरी सम्झिने गरेर त्यो एउटा हो। र अहिले चाहिँ अब 5 अप्रिलमा चाहिँ हामीले किराँत राई यायोखा बेलायतको स्थापना दिवस मनाउँदैछौँ। हजुर आउने 5 तारिक हुँदैछ, त्यो 2वटाको। र तेस्रोमा चाहिँ अब हाम्रो साकेला उभौली त्यो एकदमै भव्य हुन्छ, त्यो ठुलो भव्य झन्डै अब त्यो पनि किराँत राई अवस्थामा हुन्छ। अब त्यसमा झन्डै 5000भन्दा बढी हामी जनसमुदाय भेला हुन्छौँ र त्यो चाहिँ अहिले 17 मेमा हुँदैछ। यसपालिको 17 मेमा छ है ज्यू। त्यसपछि हामीले यलम्बर दिवस पनि मनाउँछौँ, त्यो चाहिँ प्रत्येक अगस्त महिनाको पहिलो शनिबार मनाउँछौँ, त्यो चाहिँ दोस्रो ठुलो हाम्रो इभेन्ट हो। र त्यसपछि साकेला उधौली हामीले मनाउँछौँ, त्यो चाहिँ अब हाम्रो विशेष गरी अब उहाँको मङ्सिर होइन, यहाँको त झन्डै डिसेम्बरतिर पर्छ। हजुर र त्यो पनि हामीले अहिलेदेखि चाहिँ हामीले मनाउँछौँ। त्यसमा चाहिँ अब विशेष गरी जाडोको समय भएको हुनाले हाम्रो कार्य समिति र प्राक्सको अब एकदमै समितिबाट उहाँहरू आउनुहुन्छ र कोही अब इच्छुकहरू आउनुहुन्छ, त्यसरी हामीले गर्छौँ। त्यो भएकोले झन्डै 5वटा हामीले मुख्य होइन हाम्रो इभेन्टहरू चाहिँ हामीले रन गर्दैछौँ। यसपालि आउने यो अब 5 तारिक त हाम्रो किराँत राई यायोखा युकेको जन्म स्थापना जन्म होइन, त्यो छ। त्यो पश्चात हाम्रो सबभन्दा अहिले रिसेन्टली आउने छ उभौली मे 17 है 2020 होइन, पहिले मे 17 मा छ।